हेलो गाइस, फाइनल्ली आज चाहिँ हामी भने यहाँ खाजा खाँदैछौँ। टेक्कसितले आज चाहिँ दाउरा काट्ने दिन थियो अनि रुख ढाल्यो बिहानतिर टेक्कसितले। अनि अहिले चाहिँ खाजा खाने बेला भएछ। अनि खाजा चाहिँ अर्ग्यानिक छ क्या, एकदम फर्सी। अनि त्यहाँदेखि खोइ कता पुग्यो खाजाको पोका। खाजा चाहिँ हाम्रो यस्तो छ पहाडी इलाकामा। सो गाइस, अब एकदमै अर्ग्यानिक तरिकाको गाउँमै फलेको। अनि यहाँ चाहिँ अब खाजा खाने बेला भएर खाइँदैछ। सो भान्जी चाहिँ दिदी हुनुहुन्छ अनि म क्यामेराम्यान चाहिँ यहाँ छु गाइस। यस्तै यस्तै कुरा हो के कस्तो लाग्यो हाम्रो चाहिँ यस्तो छ पहाडी इलाकातिर। सो लाइक र कमेन्ट पर्दैन, हजुरहरूलाई भिडियो के कस्तो लाग्छ त्यो आधारमा आफ्नो आफ्नो प्रतिक्रिया राख्ने हो। सो त्यही भन्न चाहन्छु म चाहिँ। ल गाइस, यस्तै छ, रुख काट्दाखेरि केला पनि अलि लडो। अनि यो चाहिँ अलैँची बारी हो पाहाडतिरको अलैँची बारी। ल गाइस, भिडियो मैले एकदमै सर्ट एन्ड स्विटमा बनाएको छु। त्यस्तै हो। ल गाइस, म चाहिँ बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, जय होस् सबको। फलोस् फुलोस्, सुकै सुखमा दिनहरू भुलोस्।